वक्रतुंड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। ओम गंगणपतये नमो नमः। श्री सिद्धिविनायक नमो नमः। अष्टविनायक नमो नमः। गणपति बाप्पा मोरया। ओम गंगणपतये नमो नमः। श्री सिद्धिविनायक नमो नमः। अष्टविनायक नमो नमः। गणपति बाप्पा मोरया। ओम गंगणपतये नमो नमः। श्री सिद्धिविनायक नमो नमः। अष्टविनायक नमो नमः। गणपति बाप्पा मोरया। ओम गंगणपतये नमो नमः। श्री सिद्धिविनायक नमो नमः। अष्टविनायक नमो नमः। गणपति बाप्पा मोरया। ओम गंगणपतये नमो नमः। श्री सिद्धिविनायक नमो नमः। अष्टविनायक नमो नमः। गणपति बाप्पा मोरया। ओम गंगणपतये नमो नमः। श्री सिद्धिविनायक नमो नमः। अष्टविनायक नमो नमः। गणपति बाप्पा मोरया। ओम गंगणपतये नमो नमः। श्री सिद्धिविनायक नमो नमः। अष्टविनायक नमो नमः। गणपति बाप्पा मोरया। ओम गंगणपतये नमो नमः। श्री सिद्धिविनायक नमो नमः। अष्टविनायक नमो नमः। गणपति बाप्पा मोरया। ओम गंगणपतये नमो नमः। श्री सिद्धिविनायक नमो नमः। अष्टविनायक नमो नमः। गणपति बाप्पा मोरया। ओम गंगणपतये नमो नमः। श्री सिद्धिविनायक नमो नमः। अष्टविनायक नमो नमः। गणपति बाप्पा मोरया। ओम गंगणपतये नमो नमः। श्री सिद्धिविनायक नमो नमः। अष्टविनायक नमो नमः। गणपति बाप्पा मोरया। ओम गंगणपतये नमो नमः। श्री सिद्धिविनायक नमो नमः। अष्टविनायक नमो नमः। गणपति बाप्पा मोरया। श्री सिद्धिविनायक नमो
त्यो ठिक्क छ उखुमा बत्ती जलाउनु एकदम ठिक छ बा त्यो बाल्ने फुलको लिएर दुईजना नि तिनजना है सबैले राखिदियो हुन्छ त्यसमा बसल्छ गणेशलाई पहिलो चरण आरती सबैले भजन कीर्तन निकाला
बाबा हेर त्यो झिक्ने त हल्का तालले ल अब त्यो बाबुलाई शान्ति आउने साइज मग्ने पैसा राखिदिने 5 नयाँ साइज बनाए नम बाबे साइज बाबे नम तो समझेनु समझदा म अनन्ताय साइज अनन्ताय नम ओम नारायण भएको जिन्दगी रुवानै परिरहेको घाटलाई जाका जित्ने साइज घाटलाई जाका जित्ने नम स्वाहा षोडश मातृका सायन गरे षोडश मातृका नमः ओम गरुते सही छे ओम रुद्राय सायन रुद्राय नमः त्यो आवाज ओ त्यो रियल न त्यो सूर्यदेवको चाहिँ नाम मलाई त्यो लिएर जल समाउन त्यो चाहिँ बिनेछ फेरि उता जानु पनि क्या बाबु एकैछिन नगदियो भने त्यो जानेको फोको काट्यो नि त्यो टोपल काटेर खाना त्यो टोपल टुपी छुट्याएर टुपी काट्न अब चाहिँ यो पश्चिमपछि घरमा विष्णुको विष्णुतर्फको त्यो पुष्पात्मा त्यो धान हेरेर ल्याउने छोड्देऊ अन्त छोड्देऊ अन्त छोड्देऊ यता आउँदै तपाईँलाई मलाई हात लाग्छ कोही हुनु जान्ने मलाई काट्दैन बिहा हो बिहा हो त्यति दिन जाने अहिले बिहा बाबुको बिहा हो आज अघि यो वर्ष हुन्छ हो काटिदिउँ है कपाल काटिदिने नयाँ कपडा छोपेका नि चिसो बसाले गाह्रो भयो त ल लगाइदिने
बाबु एउटा सर गर्ने याद नयाँ सरले भत्तर खान त हामीले लाँदा एकछिन हो अब यो दिन त हो भाइ कामे क्या हो त्यसो गर्नु न कहाँ चिसो बनाएर खतरी काम अब पछ्याउँछ भने त्यहाँ त्यो नयाँ पछ्याउँछ भने एउटा बनाइदिनु त्यो दुईटै लगाइदिनु आजको छोड्छ आशीर्वाद दिनु पर्नु हजुरबाई तपाईँले 500 समय उ त लौरी सेकेर दाइले घुमेर आउने हजुरबाले अलि बाबा ल बाबु हजुरबाले के भन्नुभएको के भने अरबाणी भनेर अहिले कर्म गरे भन्दा म कर्म गर्छु भनेको है सोमा अति भनेको नबोला भन्दा म बोल्दिनँ ढाँचा कहिले के भनेको बाबु सिकाउनु पर्छ भने पहिला आधी अनि दोस्रो पल्ट अलि पुरा अनि तेस्रो पल्ट पुरा भन्न लाग्छ अन्तर पुरै एकैचोटि भन्ने होइन भन्नु पर्यो मन्तर थाहा छ कसरी भन्नु त्यो त थाहा लक्ष्य मित्र भयो
सेवा सुनिमा हेर्न जाति सबै पुरा भनेर जलार्पण गर्न बाबु आज अगाडि अर्को पछाडि एकजनालाई बाटा लिनु पऱ्यो लोन मागेर कता छिर्ने बाटो छिर्ने हुम्ला पनि खुट्टाको हुम्ला पनि हात राखेर आइको सामान भगवती भिक्षा देवी हो भगवती भिक्षा देवी हो चला नि त माघे भित्र जाने यही बस्छ त यही फेरि घुमेर आउँछ थैलो मगाम बाबु थैलो गर्नु
पहाडा चलेर रेलमा भुइँभित्र कल्याण होस् भन्नु बाबुलाई एउटा कुरा यहाँ बसेर पनि साला गरिन्छ हाम्रा गाउँका मलाई एकदम यहाँ तिनको पोको छ कता छ है सामने छ कि खाप्दै कहाँ हो हजुर कहाँ दिनुहोस् त विचार साह्रो परेमा हामी माध्यम हेलो हजुर कहाँनिर हुनुहुन्छ सिपानी पान प्रसादको घरमा चोक्काइमा बोर्ड छ पान प्रसाद भन्नेको घरको अनि सुन्नुहोस् त यो चोक चाहिँ यहाँ माथिको चोकदेखि ठ्याक्कै यहाँ बोर्ड छ ठ्याक्कै चोक अनि आनन्द बस्ती ल त्यो चोका बोर्ड छ केटाको छन्द व्यासमा आइदौ छन्दव्य नमः दिवे सूर्याय सायद सूर्याय नमः प्रभुले सायद प्रभुले नमस्ते यदि कता कता छन् है छन्दव्य सायद छन्दव्य नमः प्रजापते सायद प्रजापते नमः देवी नमः बाबु त्यसो गर्दा आफ्ताबाट यसो गर्दा चाल्नु छ कि छैन चाल्नु छ के अरे काटी दुध काटी दुध ज्योति जान्छ ज्योति बजाउँ त बाबु ल ज्योति बाल्ने ज्योति पनि बाल्नु होला त बाल्नु परेन सबै जल अब एक फेरि
नारायण हरि हरि हजुर मेरो विनियोग गरेर पुष्पले विनियोग हो छोड्दैन हो त्यो विनियोग गरेर त्यो कपडा खिचिदिनु अब त्यो चिसो कपडा खिचिदिनु अब चम्चा छैन चम्चाले चढाउन पाला चम्चाले वर्तमानवादी समावर्तनकारी आधुनिक वर्षना त सुति भोट फल प्राप्त प्राप्त साहित्य वास्तु शान्ति विद्या परिवर्तन प्रमुख पर्छ अदिनै त दोस्ती पुण्यवादी गणेश पुण्य मातृ अभिद श्राद्ध गर्न मान्छे तर चाहिँ राखिदिनु पुण्य राखिदिनु अहिले पनि राखिरहेको कता आइपुग्यो त त्यो कपडा छाइदिन्छ त्यो पनि सँगै
आमा भनेको क्या बाबु म वनमा जान्छु यहाँ सरस्वती देवीको तपस्या अनि तपस्या गरेर वरदान गुरुको सेवा र काश्मीर देशमा गई सम्पूर्ण विद्या अध्ययन गरेर भन्यो आमासित आमाले के भन्यो भने हे पुत्र हे छोरा मैले तिमीलाई सानो अवस्थादेखि अनेक कष्ट गरेर किन वनमा जान्छु भन्दछौ भनेर कसले भन्यो आमाले अब तिमीले के भन्यो भने यो ब्रह्मचर्य हे माता म त्यहाँ गएर ब्रह्मचर्य पालन गरी गुरुको सेवा तथा समस्त तीर्थहरूमा स्नान गरी 25 वर्षको अवस्थामा घर फर्कने छु भने कहिले भन्यो तिमीले भन्यो बाबा अनि त्यहाँ आमाले के भन्यो भने हे पुत्र हे छोरा परदेशमा अनेक थरीका दुःख हुन्छन् शीत ताप र भोक प्याले दुःख पाउनेछौ अथवा जाने कुरा नगर भनेर आमाले भन्छ बालाई के भन्छ हे पिता बा पुत्र कन्दमूल फलहार खाएर भुइँमा शयन गर्नुपर्छ त्यहाँ वनमा अनेक किसिमका दुःख आइपर्छन् बाले भनेको छ क्या आइपर्छन् त्यस कारण परदेश जाने कुरा नगर घरमा नै बस भनेर चाहिँ भन्छन् है बाबाले अनि तिमी छोराले के भन्छन् भनेदेखि 10 कुल अगाडितिर 10 कुल पछाडिका पितृहरूको उद्धार गर्ने त्यस्ता पुत्रका माता पिता धन्य हुन् जसको पुत्र ब्रह्मचर्य पालन गर्दछ जो असल पुत्र छ त्यसले ब्रह्मचर्य पालन गर्दछ भनेर चाहिँ नि छोराले आफैले भन्यो क्या म ब्रह्मचर्य पालन गर्दछु भने त्यसपछि आमाले के भनिन् भने हे छोरा देशान्तरमा अनेक घोर दारुण कष्ट पर्दछ त्यहाँ ठुला ठुला दुर्गम पर्वत र पहाड हिमालय आदि पर्वतहरू छन् त्यहाँ कसरी बस्दछौ भनेर आमाले भन्दछन् त्यसमा बाले के भन्छन् भने हे पुत्र हे छोरा वनमा सिंह बाघ हात्ती भेडा आदि अनेक वन्यजन्तुहरू चोर डाँका आदि लाग्छन् बेलामा खान पनि पाइँदैन हामीलाई छाडेर जाने कुरा नगर भनेर चाहिँ भन्दैछन् बुवाले अनि छोराले के भन्छन् भने हे पिता ब्राह्मण वंशमा जन्मेको म कुनै हजुरको पुत्र हुन् म असल पुत्र म खराब पुत्र होइन भनेको है बाबु अत सबै व्रत नियम पालन गरे अब पितृवर्गको उद्धार गर्दछु भने है बाबु अनि आमाले के भन्यो भने 10 महिनासम्म गर्भमा धारण गरेर भोग प्या निन्द्रा त्यागेर रक्षा गरौँ अब तिमी देशान्तर गयो भने हाम्रो के गति होला यता आएर रोकियो भने नत्र भेटाउनु जान्दैन Thank you.
अब माला फोटोलार भइयो हरि हरि
दिशामा कालिका माईले तिरपाला जगाऊ हरिहरि पश्चिम दिशामा कालिका माईले तिरपाला जगाऊ पश्चिम दिशाकी कालिका माई वायव्य दिशामा जाऊ पश्चिम दिशाकी कालिका माई वायव्य दिशामा जाऊ वायव्य दिशामा मृग वाहिनीले तिरपाला जगाऊ हरिहरि वायव्य दिशामा मृग वाहिनीले तिरपाला जगाऊ वायव्य दिशाकी मृग वाहिनी उत्तर दिशामा जाऊ वायव्य दिशाकी मृग वाहिनी उत्तर दिशामा जाऊ उत्तर दिशामा कौमारी देवीले तिरपाला जगाऊ हरिहरि उत्तर दिशामा कौमारी देवीले तिरपाला जगाऊ देवी तिम्रै नाउँमा शङ्ख बजे ठाउँ ठाउँमा 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 ठाउँ ठाउँमा देवी तिम्रै नाउँमा शङ्ख बजे 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 ठाउँ ठाउँमा हरि उत्तर दिशाकी कौमारी देवी ईशान दिशामा जाऊ उत्तर दिशाकी कौमारी देवी ईशान दिशामा जाऊ ईशान दिशामा सुलधारिणीले तिरपाला जगाऊ हरिहरि ईशान दिशामा सुलधारिणीले तिरपाला जगाऊ ईशान दिशाकी सुलधारिणी आकाशैमा जाऊ ईशान दिशाकी सुलधारिणी आकाशैमा जाऊ आकाशैमा ब्राह्मणी देवीले तिरपाला जगाऊ हरिहरि आकाशैमा ब्राह्मणी देवीले तिरपाला जगाऊ आकाशैकी ब्राह्मणी देवी पातालैमा आऊ आकाशैकी ब्राह्मणी देवी पातालैमा आऊ पातालैमा वैष्णवी देवीले तिरपाला जगाऊ हरिहरि पातालैमा वैष्णवी देवीले तिरपाला जगाऊ पातालैकी वैष्णवी देवी दसैँ दिशा जाऊ पातालैकी वैष्णवी देवी दसैँ दिशा जाऊ दसैँ दिशामा चामुण्डा माईले तिरपाला जगाऊ हरिहरि दसैँ दिशामा चामुण्डा माईले तिरपाला जगाऊ कुनै देवीमा
जटाटवी गलज्जला प्रवापावितस्थले गले बलं विलम्बितं भुजङ्गतुङ्गमालिकम् डमड्डमड्डमड्डमन्नि नादवड्डमर्वयं चकार चण्डताण्डवं तनोतु नः शिव शिवम् जलप्रवाह पावितस्थले गले बलं विलम्बितं भुजङ्गतुङ्गमालिकं डमड्डमड्डमड्डमन्नि नादवड्डमर्वयं चकार चण्डताण्डवं तनोतु न शिव शिवम् जटाकटाः सम्भ्रमभ्रमन्निलिम्प निर्झरि विलोलवीचिवल्लरी विराजमानमूर्धनि धगद्धगद्धगज्ज्वल ललाटपटपावके किशोरचन्द्रशेखरे प्रतिप्रतीक्षणं मम बंधु बंधुरस पुरदिगंत संतति प्रमोदमान मानस कृपा कटाक्ष धोरणी निरुद्ध दुर्धरापदि उचित दिगंबरे मनो विनोदमितु वस्तुनि जटा भुजंग पिंगल स्फुरद फडामणि प्रभा कदंब कुंकुमद्रवा प्रलिप्त दीपधूमुखे मदान्ध सिन्धुरस्फुर तोगुत्तरीय मेदुरे मनो विनोदमद्भुतं बिभर्तु भूतभर्तरे सहस्रलोचन प्रभृत शेषलेख शेखर प्रसून धूलि धोरणे विधूसराङ्घ्रि पीठभु भुजङ्गराजमालया निपत्त जाट जूटका श्रिये चिराय चायतं चकोर बन्धुशेखरा
निपीत पञ्चसायकं नमन् निलिम्पनायकं ललाट चत्वरज्जलत् धनञ्जय स्फुलिङ्गवा निपीत पञ्चसायकं नमन् निलिम्पनायकं सुधामयूखलेखया विराजमानशेखरं महाकपाली सम्पदे शिरोजटालमस्तु न कराल भाल पट्टिका धगद् 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 जलल धनञ्जय उदीकृत प्रचण्ड पञ्चसायके धराधरेन्द्र नन्दिनी कुचाग्र चित्रपत्रक प्रकल्पनैक शिल्पिनी त्रिलोचने रतिर्मम जल प्रवाह पावितस्थले गले बलम्बितम्बुजङ्गतुङ्गमालिका डमड्डमड्डमड्डमन्निनादवड्डमर्वयं चकार चण्ड ताण्डवं तनोतु न शिव शिवम् जटाकटाह सम्भ्रम भ्रमन्निलिम्ब निर्झरि विलोल वीचि वल्लरी विराजमान मूर्धनि धगत् 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 ज्वलत् ललाट पट्ट पावके किशोर चन्द्रशेखरे रति प्रतीक्षणं मम धरेन्द्र नन्दिनी विलास बन्धु बन्धुरस पुरदिगन्त सन्तति प्रमोदमान मानस कृपा कटाक्ष धोरणे निरुद्ध दुर्धरापदि उचित दिगम्बरे मनो विनोद मेतु वस्तुनि जटा भुजङ्ग पिङ्गल स्फुरद मडा बढी प्रभा कदम्ब कुङ्कुमद्रव प्रलिप्त दिग्वधूमुखे मदान्ध सिन्धुर स्फुरत्तो गुत्तरीय मेदुरे मनो विनोदमद्भुतं विभर्तु भूतभर्तरे सहस्रलोचन प्रवृत्त शेषलेख शेखर प्रसून धूलि धोरणे विधूसरं विपीठ भुजङ्गराजमालय निबद्ध जूट जूटका श्रिये चिराय जायतं चकोर बन्धु शेखरा चत्वरज्जल धनञ्जय स्फुलिङ्गवा निपीत पञ्चसायकं नमन् निलिम्पनायकं सुधामयूखलेखया विराजमान शेखरं महाकपाली सम्पदे शिरोजटालमस्तु न कराल भाल पट्टिका धगद् 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 ज्वलल धनञ्जय उदीकृत प्रचण्ड पञ्चसायके धराधरेन्द्र नन्दिनी कुचाग्र चित्रपत्रक प्रकल्पनैक शिल्पिनी त्रिलोचने रतिर्मम बम भोले हर 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 महादेव बम बम भोले बम बम भोले बम 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 भोले हर 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 महादेव बम बम भोले बम बम भोले बम 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 भोले हर 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 महादेव
신나오 좀. तिम्रो फोटो खिच्नै पाइएन तिम्रो पैसा आन्टी हो मेरो नाम
प्रिया